अहिले हामी हिमाली गाउँपालिका वडा नम्बर 1 र 2, 3 बिछ्यातिर जाँदैछौँ। हामीले देखिरहेका छौँ गाउँपालिकाको सिङ्गो टिम, गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लज्यूको नेतृत्वमा टोली जाँदैछ। अध्यक्षज्यू स्वागत छ यहाँलाई। धन्यवाद हजुर। अनि कता जाँदैछौँ अध्यक्षज्यू? हामी बिछ्या जाँदै हुनुहुन्छ होइन? अनि आज कहाँबाट आउनुभयो? आज धुलाचौरबाट। विशेष बिछ्या जानुको कारण के हो अध्यक्षज्यू? बिछ्या जानका लागि जनतासँग जनप्रतिनिधि भन्ने हाम्रो रेडियो बुढीनन्दा, रेडियो अपी लगायतका मिडियाहरूसँग हाम्रो समन्वय गरेर हाम्रो कार्यक्रम छ। त्यो कार्यक्रम सञ्चालन गर्नका लागि जनतासँग प्रत्यक्ष रूपमा पुरै टिम। हजुर कस्तो लागिरहेको छ? यात्रा हिँडेर जाँदै हुनुहुन्छ? अब दुःख त लागेको छ, अब रमाइलो छ एकातिर, अर्कोतिर यहाँका जनताहरू यही बाटोमा हिँड्ने यस्तो दुःख कष्ट गरेर भारी बोकेर हिँड्ने भएको हुनाले त्यसका लागि अब यो पटक तपाईँ हिँडेर जाँदै हुनुहुन्छ बिछ्यामा होइन? अब बिछ्यामा अर्को पटक आउँदाखेरि फेरि हिँडेर आउने कि गाडी ल्याएर आउने ल भन्नुहोस् त? सकभर अब आउँदो 82 को अन्तिमसम्म हामी बिछ्या गाडी पुर्याउँछौँ। हजुर अहिले पनि टेन्डर भइसकेको छ। हजुर र पूर्वाधारसँग, प्रदेशसँग, सङ्घीय सरकारसँग पनि हामीले अनुरोध गरेका छौँ। अब गाउँपालिकाको तर्फबाट पनि भनेपछि अर्को वर्ष आउँदा यसरी हिँड्नु पर्दैन, गाडीमा आउनुहुन्छ। त्यस्तै हामी देखिरहेका छौँ हिमाली गाउँपालिकाका प्रवक्ता हुनुहुन्छ पाण्डे सर, यहाँलाई स्वागत छ हजुर। एकदम धन्यवाद हजुर। अनि कस्तो लागिरहेको छ यात्रा आजको बिछ्या जाने यात्रा? एकदम राम्रो भइरहेछ हजुर, खुसी लागिरहेछ। योभन्दा पहिला हामी घुगिनसम्म गाडी आउँथ्यो, त्यहाँबाट हिँडेर आउँथ्यौँ। अहिले हामीले सुपोसम्म हजुर गाडीमा आउँदा धेरै खुसी लाग्यो। अझै अब यो बिछ्यालाई कसरी जोड्ने भन्ने हाम्रो गाउँपालिका पुरै टिमको हजुर हामी एकदम लागिरहेका छौँ। भनेपछि अहिले बिछ्या जाँदै हुनुहुन्छ सिङ्गो टिम सहित अध्यक्षज्यू अनि प्रमुख प्रशासक अधिकृत लगायतको पत्रकारको टोली जाँदैछ बिछ्यामा होइन? हजुर। विशेष तपाईँको उद्देश्य के छ ल भन्नुहोस् त? उद्देश्य भनेको त्यहाँ अहिले हामीले जुन गाउँपालिका, प्रदेश, सङ्घबाट भएका योजनाहरूलाई त्यहाँ भइरहेका जे जति विकासका कार्य त्यसलाई अनुगमन गर्ने र आगामी वर्षमा के कति गर्न सकिन्छ र अहिलेसम्म जनताहरूको गुनासा के छन् ती गुनासा सङ्कलन गरेर आगामी बजेटमा उहाँहरूको जुन सम्बोधन गर्नुपर्ने कुरा उहाँले उठाएका कुराहरूलाई सम्बोधन गर्नु। धन्यवाद। त्यस्तै देखिरहेका छौँ हामीले हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि हुनुहुन्छ राजबहादुर भण्डारी सर। भण्डारी सर, यहाँलाई स्वागत छ हजुर। धन्यवाद हजुर। आज यात्रामा हुनुहुन्छ अनि त्यसपछि एकदमै सिङ्गो टोली नै हुनुहुन्छ गाउँपालिकाको। यो यात्रा कहाँसम्मको हजुर? हामी खासमा हिमाली गाउँपालिकाको पुरै चाहिँ जनतासँग बहस कार्यक्रम छ हाम्रो। हजुर। अनि हामीले जनताहरूका, नागरिकका आवाजहरू सुन्ने, गुनासाहरू सुन्ने, सुझावहरू सुन्ने, त्यही अनुसार गाउँपालिकाले भावी योजना, रणनीति तयार गर्ने र विगतका कामहरूलाई सुधार गर्ने भन्ने कार्यक्रम भएको हुनाले हजुर आज हिमाली गाउँपालिका वार्ड नम्बर 1, 2, 3 का जनताहरूसँग बहस गर्नको लागि, उहाँहरूका चाहिँ कुराहरू सुन्नको लागि चाहिँ बिछ्यामा जाँदैछौँ। यो अहिले यो ठाउँ कुन ठाउँ हो? यो त अहिले हिमाली गाउँपालिका वार्ड नम्बर 2 को सुप खोला नजिकै हो। हजुर। रुम्दीको अलिक तल हो। यो कुवाडी नदी हेर्नुहुन्छ, यो रानी सेनबाट आएको नदी हो, एकदमै कलकलाउँदो नदी छ। यो नदी माथि गएर हिल्सासम्म चाहिँ जोडिने खालको हुन्छ। यो सैपाल हिमाल यसको खास गरी उद्गम स्थल हो। भनेपछि यो खोला चाहिँ रानी सैनबाट आएको हो नि त? रानी सैन। जस्तै तपाईँ हिमाली गाउँपालिकाको वडा नम्बर 1 र 2, 3 का जनतासँग भेट्दै हुनुहुन्छ, सर्वाधिक विकट भनिएर चिनिएको बिछ्यामा जाँदै हुनुहुन्छ। विशेष बिछ्यामा जानुको कारण के हो भन्नुहोस् त? अब हामी त सबैभन्दा चिन्तित भनेका हिमाली गाउँपालिका वार्ड नम्बर 1, 2, 3 मा सडक सञ्जाल जोड्न सकेका छैनौँ। हामी सिङ्गो गाउँपालिका चिन्तित छ, यसको लागि लागिरहेको छ। भर्खरै पनि हामी गाउँपालिकाबाट जोखिम मोलेर भए पनि हुम्ला हुँदै बिछ्यामा सडक जोड्नुपर्छ भनेर 2,54,00,000 को ठेक्का हामीले खोलिकन अब त्यो अन्तिम चरणमा चाहिँ सम्झौताको नजिक पुगेको छ। हामी यो वर्ष मात्रै बिछ्याको आसपासमा चाहिँ हुम्लाको बाटो भएर सडक सञ्जाल जोड्ने गरिकन लागेका छौँ। आशा छ आउँदो दशैँसम्म मैतार्नामा चाहिँ सडक पुग्नेछ। भनेपछि मैतार्ना भनेको यस्तो ठाउँ हो, हुम्ला र बाजुरा जोडिने ठाउँ हो। त्यहाँ हामीलाई बेली ब्रिजको आवश्यकता छ। अहिले हिजै पनि प्रदेश सरकार र सङ्घ सरकारलाई बेली ब्रिजको लागि माग गरेका छौँ र हाम्रो विशेष अनुरोध प्रदेशका मान्यज्यू र सङ्घीय मान्यज्यूहरूलाई यो हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिका जोड्ने मैतार्नामा बेली ब्रिज अत्यन्तै जरुरी आवश्यक परेको छ। हामीले बिछ्यामा सडक जोड्नको लागि ठेक्का प्रक्रिया अगाडि बढाएर चाहिँ काम सुरु भइसकेकोले
अब त्यहाँ चाहिँ बेली ब्रिज पुल नभएको कारणले बिछ्यामा सडकको अवरोध हुने समस्या देखिएको छ। त्यस्तै गरी हामीले यहाँ बाजुराको क्षेत्र हुँदै जाने सडक पनि किउडीसम्म सडक पुगिसकेको छ। यो वर्ष नै हामी कोटी गाउँसम्म सडक पुगाउने गरिकन काम अगाडि बढेको छ। तर हामीलाई समस्या भनेको चाहिँ स्रोत साधन र बजेटकै हो। हजुर। यो आउने 82-83 को बजेटमा नेपालको अत्यन्तै चाहिँ मानव सूचकाङ्कमा पछाडि परेको बाजुराको पनि पछाडि परेको हिमालीको पनि बिछ्यामा सडक सञ्जाल जोड्नको लागि यो ठाउँका मान्छेको न्याय दिनको लागि चाहिँ प्रदेशका मान्यज्यूहरू, सङ्घका मान्यज्यूहरू, नेपाल सरकार, प्रदेश सरकारलाई विशेष अनुरोध गर्दछौँ र हामी गाउँपालिका चाहिँ लागिराखेकै छौँ। भने ती समस्याहरू देखाउन पनि तपाईँ पत्रकार सहितको टोली जाँदै हुनुहुन्छ हैन? हेर्दै हुनुहुन्छ। भर्खरै पनि हामी किउडी गाउँ झन्डै 150 घर परिवार भएको गाउँ नजिकैबाट हामी आयौँ र यो माथि मात्रै चाहिँ झन्डै 200 घरधुरीहरू छ। यसपछि हामी बिछ्यामा जान्छौँ। त्यहाँ आसपासमा पनि झन्डै 250-300 घरधुरी छ। यो छरिएर बस्ती रहेका मान्छेहरू चाहिँ थुप्रो बसोबास गरिराखेका, तर पनि हेर्नुहोस् यो चट्टान कस्तो छ, यो भूगोल कस्तो छ। यो हिँडेर जानुपर्छ, भारी बोकेर जानुपर्छ। यहाँबाट मान्छेहरूले दैनिक खानुपर्ने, लाउनु पर्ने दैनिक उपभोग्य चिजहरू सबै चाहिँ भारी बोकेर जानुपर्ने। यो एकदमै चाहिँ दयनीय र दुःखदायक अवस्था यहाँको जनताहरूले बेहोरिराखेका छन्। यो हाम्रो गाउँपालिकाको मात्रै स्रोत साधनले यहाँ सडक सञ्जाल जोड्न नसकिने भएको हुनाले हामीले सक्ने कुरा चाहिँ गरिराखेकै छौँ। थप सहयोगको लागि प्रदेश सरकार र सङ्घ सरकारलाई म यही क्षेत्र यो जुन चाहिँ जनताहरूका दुःख भएको ठाउँ, यहाँबाट यो भिड छिचोलेर गाउँमा जानुपर्ने हुन्छ। यही भिडबाट म चाहिँ विशेष अपिल र अनुरोध गर्दछु, यहाँका नागरिकलाई न्याय गरिदिनुहोस्। हामी स्थानीय सरकार हदैसम्म चाहिँ लागेका छौँ। हामीलाई सङ्घ सरकारले 20 लाख दियो, प्रदेश सरकारले 20 लाख दियो भने 40 लाखको ठेक्का गरेर पनि काम गरेका छौँ। हामी कार्यालयको हिसाबले कर्मचारी जोखिम मोलेका छौँ, यहाँका जनप्रतिनिधि जोखिम मोलेका छन्। तर बजेट नै कम आयो, त्यसले गर्दा चाहिँ पर्याप्त रूपमा चाहिँ विकास गर्न सकिराखेको अवस्था छैन। बजेट पर्याप्त रूपमा पठाइदिनको लागि यही विकट ठाउँबाट नै म विशेष अनुरोध गर्दछु। नमस्कार। हस्, धन्यवाद। अवश्य पनि हिमाली